नि चाहिने जिया खाने बेलामा नि चाहिने झन् साथीभाइ भेट्दा त फोकटमा पाइने त्यो फोकटमा पाएको चुरोट मजाले खाइने सुसु धुवा गोलो गोलो धुवा मलाई पनि चुरोट पास गर्न मुला परपटकको आइरा छ फेर त उहाँ ओइ भाग मुला भाग यता आयो तेरो बुवा देखि डराएर थरर र कामिरा उता हेर तेरो बाउलाई खोइ खोइ कानिर यसको बाउले चुरोट झिक्यो फायर पनि हान्दिरा मुला यसको बाउले पनि चुरोट तान्दिरा चुरोट तँलाई पनि दिउला नगर धेरै चिन्ता ला 10 रुपैयाँ बाहिर लिएर आइज तिनटा बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट तँलाई पनि दिउला नगर धेरै चिन्ता ला 10 रुपैयाँ बाहिर लिएर आइज तिनटा पुलिस पनि चुरोटे ड्राइभर पनि चुरोटे पायो भन्ने छोड्दैन बच्चादेखि बुढोले आधा रातमा उठेको चुरोट तान्नलाई यही रेडी थिए म त चुरोट फायर हान्नलाई कप्सको भेन आयो 81 सरर डर लाग्न थाल्यो मेरो जिउ काम्यो थरर रातको बेला परे कप्सको फेला भन्यो गजडी खाते त कस्तो केटा होइन सर म त चुरोट खान आएको खाइसके मैले घरतिर जान लाको भन्दा भन्दै डन्ठेले हात हाल्यो मेरो खल्तीमा आधा रातमा चुरोट खान उठ्नु नै गल्तीमा पर्ने गरी थर्कायो गाला मेरो चड्कायो मेरो पैसा नि लुट्यो चाकमा 2-3 लट्ठी पड्कायो चुरोट खाने बेला डन्ठे कहाँबाट आइदियो भएको एउटा पाइलट पनि खोसेर खाइदियो बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट तँलाई पनि दिउला नगर धेरै चिन्ता ला 10 रुपैयाँ पाइलट लिएर आइज तिनटा बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोट तँलाई पनि दिउला नगर धेरै चिन्ता ला 10 रुपैयाँ पाइलट लिएर आइज तिनटा उसले भन्यो दिन्छु मल 3टा म भएपछि छैन कोहीलाई चिन्ता सबले र्यापे दाजु भन्छ बाटोमा हिँड्दा आज नभनी भोलि नभनी पर्सि मलाई चिन्ला भन्ने मसँग एउटा आश छ घरमा आज मेरो लागि पाकेको भात छ बडी बोलिस भने तेरो लागि मेरो लाज छ एकदमै एक्सक्लुसिभ नम्बर 1 मेरो बात छ